नमस्ते। ए साथी तिम्रो घर जाउँ न, ए साथी हिँड न मेरो घर जाउँ भनेर जिस्किँदै आज चाहिँ त्यो दिन जुर्यो। अनि हामी चाहिँ आज विवेकको घरमा चाहिँ नुवाकोट जान चाहिँ हिँड्यौँ। टोखा भत्किया पुलबाट सुरु गरेको। काठमाडौँमा गर्मी गर्मी जस्तो थियो। अनि शिवपुरी राष्ट्रिय निकुञ्ज पुगेपछि यस्तो चिसो भयो, मैले ज्याकेट पनि लगाएको थिइनँ, एकदमै जाडो नै भयो होइन। अनि गुर्जे भन्ज्याङ पुगेर त्यहाँबाट ओह्रालो लागेपछि चाहिँ अब छाँगा छहराहरू एकदम प्राकृतिक वातावरणमा आनन्दले हिँड्न थाल्यो है। तपाईँको धुलो धुवाँ रहित अनि चिसो मौसम, प्राकृतिक वातावरण अनि पहाडहरू होइन हेर्दै चाहिँ हामी अनि छाँगा छहराहरू यस्तो राम्रो है। बाटोमा सामानहरू बेच्नमा त्यो स्थानीय उत्पादनहरू चाहिँ बेच्न पनि राख्नुभएको रहेछ। त्योभन्दा पछि हामी 6 बजार पुग्यौँ। अनि त्यहाँबाट चाहिँ चौघोडा हुँदै हामी उसको घरतिर चाहिँ लाग्यौँ होइन। बाटो सानो सानो थियो। अनि मलाई अचम्म लागेको चाहिँ परालहरू चाहिँ सबै तपाईँको बाटोमा सुकाएर आउँदो रहेछ। मन्दिरहरू पाटी पौवा चौतारा देखेर चाहिँ मलाई एकदम धेरै खुसी लाग्छ है। अनि मैले उसलाई चौतारामा एकछिन रोकेर खिचाउँ न, कस्तो राम्रो लाग्छ मलाई भने। अनि अलि हतार पनि थियो, हामी ढिलो निस्केका थियौँ। अनि चाँडै नै फर्किन पर्ने पनि थियो। अनि कस्तो लाग्यो भने तपाईँको समथर तपाईँको जमिन रहेछ। अनि 2टा बाली लाग्दो रहेछ क्या, 2टा बाली लगाउँदो रहेछन् कि भनेको धान र मकै मिक्समाक्स गरेर लगाउनु हुँदो रहेछ क्या उहाँहरूले चाहिँ। हाम्रोतिर चाहिँ तपाईँको धान मात्रै लाग्छ कि मकै मात्रै लाउने गर्नुहुन्छ। बाटो सानो, टर्निङहरू एकदमै धेरै ठुलो टर्निङ, डरलाग्दो टर्निङहरू रहेछ होइन। गाडीहरू जे होस् त्यहाँ चाहिँ नियम बनाएको रहेछ क्या। अब बिस्तारै यति घन्टामा चाहिँ यहाँदेखि यहाँसम्म पुग्ने, यति समय पुग्ने भन्ने रहेछ। बिस्तारै हिँड्दै गर्दा चाहिँ हामी लगभग घरमा पुग्यौँ। अनि आराम गर्न बस्यौँ। मकैबारीमा मकै टिप्न आहाम पुरै विवेकजी अगाडि हिँड्नु भयो होइन। यो सेता जुत्ता लाएर हिँडेछन्। बुरुक्क लडेपछि ठिक हुन्छ। अनि आँपको बगैँचै मुनि छु होइन। ल आँप कति चाहिन्छ क्याटको त्यहाँ छ आँप घारीमा। आँप चाहिए चाहिँ सम्पर्क गर्नु होला। ए आँपका डल्ला आँपघारी मकैबारी लह झुलेका धानका बालाहरू काट्ने बेला ठिक्क भएको रहेछ होइन। यति सुन्दर देखेको त अगाडि चाहिँ एउटा नदी रहेछ। धान काट्ने परमा कति दिनको कति दिन्छ भनेर दिनु कति दिन्छ भनेर धान काट्यो। मलाई तिमीले यार धान काट्न ल्यायो अनि धान चाहिँ 700 त महँगो हुन्छ। धान काट्दा 1500 घटी त कसले काट्छ भने धान यो पुरै धान आज हामीले काट्नु छ। यो धान काट्न आएको हामी। तपाईँको धान काटेको 500 बुवा सस्तो रहेछ। म त काट्दिनँ। यति गर्मी होला भनेर चाहिँ मैले सोचेको थिइनँ है। एकदमै गर्मी हुँदो रहेछ क्या यो ठाउँमा पनि। अनि तपाईँको धानहरू बोडीहरू होइन त्यहाँ लगाएको चाहिँ कृषि उपजहरू चाहिँ हेर्दै चाहिँ अगाडि हिँडियो होइन। जस रमाइलो लाग्यो। त्यहाँ मकै भाँचा थियो। अनि विवेकले चाहिँ मकै ढोक्रा हालेर टङ्कामा बोकेर हिँड्दै थियो क्या। ए अलिकति त हजुरको गर्ने मान्छे रहन्छन्। विवेक यो चाहिँ सुरुङ मारेर हेर काठमाडौँ जाने ठ्याक्क काठमाडौँ निस्किने। विवेकले यहाँ बोकिरहेको छ होइन। यहाँबाट अनि सिधै उतै काठमाडौँ। हजुर चौघोडा भनेको त्यहाँ अगाडि चोक होइन। पर त्यो हामी ठ्याक्कै गएको पुलमा कि ए चौघोडा चोक त्यो भन्छ है। मकै हामी पोलेको मकै खान्छौँ अब होइन। विवेक 2 त बज्यो त्यही। तिमी नि मान्छे मारै रहेछौ नि। 1 बज्यो नि बुवा। उयो यो खनायो होइन बुवा। यो मिठो हुन्छ होइन पाकेको खाना। हजुर हो र खना नि यस्तै हुन्छ नि बुवा। यो चाहिँ यो होइन तिमीले बेजेत गर्ने भने यो बाँस हो कि निगालो नि यस्तै हुन्छ क्या अरे। अलिक सानो मसिनो हुन्छ नि। यत्रो हुन्छ है बुवा, यत्रो मसिनो निगालो चाहिँ। यो त अहिले त यसो ट्रोल आइरहेको थियो नि। सुन भए मान्छेसँग बरु त्यति
बिहे गर्ने केटी मान्दैनन् रे यो केरा घारी जसको छ त्यसमा चाहिँ केटी पुऱ्याउन आउँछ नि बुवा हाम्रो पण्डितको बिहे कहिले गर्ने बुवा बिहे नै गर्दिनँ भन्छ त अनि ल त्यो बिहे चाहिँ बुवा खाना आउनुपर्छ मजाले आएर बसेर भित्रै आएर बिहे नै गर्दिनँ बिहे नै गर्दिनँ भन्छ बुवा के हो यसरी बिहे नगरी बस्नेलाई त समाजले राम्रो मान्दैन नि भाइ उसलाई चाहिँ म यहीँ नुवाकोटै छोडेर आउँछु उसले काम राम्रो गर्दो रहेछ होइन अनि बस्तु पनि पाल्नु भएको छ एकचोटि गाईहरू बस्तुहरू हेर्न पनि त्यो गोठसम्म चाहिँ उसलाई चाहिँ हेर राख्नु पर्ने छ बुवा विवेकलाई कान्छालाई हेर राख्नु पऱ्यो है Have you ever tasted this? उसले चाहिँदो उसलाई चाहिँ पैसा कमाउने स्वास्नी खोजिदिने बा के हुन्छ आज बिहा गुब्बा यही उभा आइज आइज बाह्र उठै सक्दैन रहेछ कुन चाहिँ अनि तिमीले बिहाउती खानुपर्छ बाह्रको तिमीलाई बिगती मनपर्छ होइन मलाई मन पर्छ तिमीलाई यसको दाम खसी कुन रहेछ यो जस गाउँ गयो घुम्यो रमाइलो खाइयो आइयो बुवा मम्मी विवेक राजकुमार दाई मिजु सबैलाई चाहिँ थ्याङ्क यू भेरी मच म हजुर गाउँ घर घुमेर आएँ मलाई एउटा कुरो चाहिँ के अचम्म लाग्यो भने तराईमा बराबरै आँप चाहिँ नुवाकोटमा फल्ने गर्दो रहेछ क्या यति धेरै आँपहरू फल्दो रहेछ त्यहाँनिर लिचीहरू पनि अलिअलि देखेँ आँप चाहिँ म्याक्सिमम् फल्दो रहेछ क्या यति झुत्तिएर फलेको थियो लोभै लाग्यो We are returning Kathmandu